नमस्ते सन्चै हुनुहुन्छ म पनि एकदम सन्चै रहनु छ तपाईँलाई स्वागत छ मेरो नयाँ भ्लगमा अनि यो चाहिँ मेरो च्यानलको फर्स्ट भ्लग हो अनि सपोर्ट देखाइदिनु होला हाम्रो चाहिँ एक्जाम चलिरहेको छ अहिले अनि चाहिँ म चाहिँ यहाँ बस पठाइरहेको छु अनि बस चाहिँ आएको छैन अहिलेसम्म अब बस आउला अनि जाने अनि आज चाहिँ हाम्रो सोसलको एक्जाम छ अनि म चाहिँ यहाँ त जानुपर्ने हुन्छ र केटा चाहिँ बाटोमा पर्खिरहेको छ अनि त्यहीँबाट सँगै गएर एक्जाम दिएर दिनेछौँ हामीले चाहिँ चोकतिर जाँदैछु त्यहाँ चाहिँ बस अलि ढिलो हुनसक्छ त्यही भएर म चाहिँ अब यता चोकतिर त चढ्छु क्या यसरी यहाँ मेन रोडबाट चढ्छु त्यहाँबाट अलि सजिलो नि हुन्छ अलि छिटो नि हुन्छ यता त चाहिँ अलि लामो खालके बाटो लामो हुन्छ अनि यता त जानुहुँदा यता त चाहिँ नजिक पर्ने भएकोले म चाहिँ यता जाँदैछु अनि यता चाहिँ यस्तो हो मेन रोडमा आउनु लागिसकेको छु अनि त्योभन्दा पहिला चाहिँ म एउटा ह्याप्पीडेन्ट किनेर खान्छु यता चाहिँ गाडीहरू आइरहेको छ अनि यता चाहिँ यस्तो अनि म चाहिँ उता चाहिँ मेन रोड छ अनि म चाहिँ आएछु दोकानमा एउटा ह्याप्पीडेन्ट किनेर खानेछु अङ्कल ह्याप्पीडेन्ट दिन्थ्यो एउटा प्याकेटमा बा हजुर यहाँ चाहिँ यस्तो अर्कोवाला छैन ह्याप्पीडेन्ट किनेर खाइसकेको छु अनि चाहिँ यता चाहिँ यस्तो मेरो आइसकेको छु कि म चाहिँ फाइनल यस्तो बसेर आइरह पहिला जान दिनुपर्ने हुन्छ नयाँ कतै अब ट्याक्कला फर्काउनु पर्छ कतै गाडी आइरहेको छ अब यहाँबाट गयो अनि यता चाहिँ बस आउँछ यता हामी जान्छ म चाहिँ बुढिया छु आइसकेको छ यता चाहिँ रानमाटी उल्टोतिर भएछ बस आइसक्यो बस्न जान्छ म चाहिँ फाइनल बसबाट झरेर अब यता जाने बाटोतिर गइसक्यो बस्ने गइसकेछ म नि यता झरिसकेँ अनि केटाहरू चाहिँ आएन तर सायद मैले पर्खिनु पर्छ होला नभए केटाहरू अरू बेला चाहिँ केटाहरू पर्खिन्थ्यो अनि अहिले चाहिँ मैले पर्खिनु पर्ने हुन्छ होला जस्तो लाग्छ केटाहरू आएर यहाँ बस्छ नि त केटाहरू चाहिँ कोही आएको छैन केटाहरू चाहिँ अनि एकचोटि म फोन हान्छु अनि थाहा हुन्छ कहाँ भनेर हेरेरले गर्नु ढिलो हुन्छ क्या त्यही भएर चाहिँ अनि म फोन हान्छु एकचोटि अनि थाहा हुन्छ हुन्थ्यो एउटा हिजो चाहिँ यहाँ भेट्थ्यो ल लिन आएकोलाई चाहिँ मैले के छ ठिक छ सन्चै साले एकदम मैले आज भल स्टार्ट गरिदिनु पऱ्यो तँलाई तेरो धेरै आयो 2 भ्युटा होला ल हेर्न 1 लाख आउँदा आएको चाहिँ 10 मिनट भयो अझैसम्म केटाहरू आएको छैन अब के गर्ने अब छोडेर जानुपर्छ क्या यता त आउने चुतियाहरू किन आएन अहिलेसम्म नि पढ्दै बस्यो होला नि त अहिले अनि त्यही भएर हो कि तिनीहरू चाहिँ खतरा पढेको छ केटाहरू यो माछा लालदौरा हो माछा चोट यसले त झन् खतरा बज्छ त्यही भएर खै त आएन यता यता हेर्नु खै यो मुला चाहिँ यहाँ केटाहरूसँग गुच्चा खेल्दैछ केटाहरू चाहिँ आइसक्यो फाइनल्ली केही केटाहरू खग्यो मेरो 55को दिल 55को आइसक्यो के छ सक्दिनँ यो माथि फेरि अर्को आयो ल हान्दैन त्यो थाहा मलाई कति बार हानेको हामी आएको यहाँ कति भयो थाहा चाहिँ एकदम भ्याएर आइसकेको छ यहाँ चाहिँ पेपर छ केटा चाहिँ अझै आएको छैन हामीले चाहिँ पहिल्यै निक्लेको अनि यो चाहिँ के हो यहाँ चाहिँ के हो यो चाहिँ हाम्रो स्कुल है अनि हामी चाहिँ पहिल्यै निक्लिसक्यौँ केटाहरू चाहिँ को गएको छैन हिजो त आएन केटाहरू चाहिँ गर्दैछ हामी चाहिँ भ्याइ आयो अब त यो 10-15 मिनट त अघि निक्लिएको हामी चाहिँ 5 मिनट हुँदा निक्लिन्छ एकदम मोबाइल ए यो हाम्रो स्कुलमा आएको त आशा केही छैन यो स्कुलमा चाहिँ के रहन्छ राम्रो मलाई खासै मन परेन पर्खेलाई उता त पठाइयो यो मान्छेलाई पर्खेको अनि अलि राम्रो छ यो चाहिँ म आइस यो चाहिँ यो रोड चाहिँ म आइस यहाँ म नेता भइसु भनेको है एउटा मात्रै खेल्नु सजिलो आएको थियो तर एक्जाम है केटा उमा चाहिँ मन्दिर छ कुन मन्दिर चाहिँ केटा हो भद्रकाली चन्द्रपट्टि
गाडी आइरहेको अवस्था रहेको छ हाम्रो नयाँ अब चाहिँ जान्छ ल माया चिक्नेहरू जा ल यस्तै ल ल ल ल ल ल ल ल दाइ जानु भाइ राम्रो छ ल ल बाबु बगै लाग्यो त A few moments later. म चाहिँ गाइस घर आइसकेँ अब ड्रेस भेट्छु अनि पानी खान्छु म घर आइसकेँ ल अनि आजको लागि चाहिँ यति अनि फेरि मिलौँ न नयाँ भिडियोमा अनि यस्तै यस्तै म भिडियो लिएर आउँदै गर्नेछु साथ सपोर्ट देखाइदिनु होला